आज हाम्रो सुवर्ण सरको बडी चेक हुँदैछ। सुवर्ण सर के छ त भनेको यत्रो भुँडी छ भन्नुहुन्छ त। सर के गरे यो भुँडी त घट्नुपर्ने ठाउँमा झन् बढिरहेको छ। के गरेको भने त पहिला एक थाल मात्र भात खान्थे, अहिले त भोक लागेकै गरेर 4 थाल जति खान्छु भन्नुहुन्छ। यस्तो गर्नु भएन नि सर। भात घटाउने हो प्रोटिन बढाउने भनेको त सरले त अर्को प्रोटिन चाहिँ बढाउनु भएछ। ल सर तपाईँ जिमको एकदमै अनुशासित व्यक्ति हो, फर्स्ट हुनुपर्छ है भनेको। आजसम्म म केहीमा फर्स्ट भएको छैन, एक्लै दौडेर त फर्स्ट भएको छैन भन्नुहुन्छ त। हाम्रो सुवर्ण सर चाहिँ यहाँ एक्लै दौडिँदा पनि फर्स्ट भएन नि, कारण के हो भन्नुहोस् त। त्यहाँ लडेपछि कसरी फर्स्ट हुन्छ? एक्लै दौड्दा नि लडेपछि फर्स्ट हुन्छ त। लौ हाम्रो सुवर्ण सरको कुरा सुनेर झन्डै हाँसेर मरेको सबैजना।